हेलो साथीहरू वेलकम टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लग। अनि सबै साथीहरूलाई गुड मर्निङ छ है। अब म चाहिँ तयार हुन लागेको ड्युटी जानलाई तयार भइसकेँ। सो म हजुरलाई मेरो आउटफिट देखाउँछु है। वेट फर अ मिनट। यो चाहिँ मेरो आजको आउटफिट हो। अनि अब म चाहिँ जान लागेको भर्खरै हिँडेँ घरबाट। हिँडेर जानु परेको थियो, बुवा हुनुहुन्थेन नि त। सो एक्लै थिएँ, घाममा हिँडेर जानु पर्यो बिस्तारै। त्यसपछि म पुग्न लागेँ, 2 मिनटमा पुग्नेवाला छु। अनि यहाँदेखि हिँड्दै गएको म चाहिँ हाम्रो घरदेखि फसल पुग्न चाहिँ मेडिकल पुग्न चाहिँ 25 मिनट जति लाग्छ। अनि म पुगिसकेँ। अनि यहाँ दिदीलाई ब्याक क्यामेरा गरेर देखाएको, लजाएर छोप्नुभयो। अनि अलिअलि काम थियो मेरो, त्यो सबै हिसाबहरू लेख्नुपर्ने हुन्छ नि त, डाटा राख्नुपर्छ। सो मैले त्यो काम गरिरहेको थिएँ, गरेँ। धेरै बेर लाग्यो, आज चाहिँ धेरै दिनपछि गरेको थियो नि त। सो अनि यहाँदेखि चाहिँ दिउँसोभरि झ्याउ लाग्छ। अनि बिरामी आएको बेला चाहिँ हेर्नुपर्ने हुन्छ, होइन भने चाहिँ अरू काम के गर्ने हुन्छ कहिलेकाहीँ चाहिँ। अनि कहिलेकाहीँ खाली भएपछि यसै कामहरू गर्छु, खाली नभएको बेला चाहिँ मैले बिरामी भएको बेला त बिरामी हेर्नु नै पर्यो। डक्टरले हेर्नुहुन्छ, हामीले चाहिँ औषधि दिने काम गर्नुपर्छ। त्यसपछि यो काम सकियो, यो सकिएपछि चाहिँ मेरो अर्को काम थियो। हिजो आज मैले एक्सपाइरी हेरिरहेको थिएँ सबै सामानको, औषधिहरूको। सो डाटा चाहिँ यसको पनि राख्नुपर्छ। मैले 4-5 महिना अगाडि गरेको थिएँ, त्यसपछि आज चाहिँ फेरि गर्नुपर्छ। टाइममा गरिराख्नुपर्ने हुन्छ नि त। सो सबै हेरेँ, आधा गरेँ, आधा चाहिँ म अर्को दिन गर्छु भनेर। एकै दिनमा सकिँदैन, त्यही भएर थोरै आज गरेँ, थोरै भोलि गर्छु। अनि यहाँदेखि म साँझ घर फर्केँ, एक्लै आएको। अनि हिटी आएको साँझ पनि। सो त्यहाँदेखि आएपछि म चाहिँ घर पुगेँ। अब घर पुगेर अब फ्रेस हुनु पऱ्यो नि त। एक्लै थिएँ, मम्मी पनि हुनुहुन्थ्यो हुन त, बुवा पनि बाहिर जानुभएको थियो नि त हिजो। सो अनि अलिअलि लुगा पट्याउनु थियो, लुगा पनि पट्याएँ। त्यसपछि मेरो तन्नाहरू धोएको थिएँ। सो बेड चाहिँ बनाउनु पर्ने, भुइँमा सुत्न राम्रो लाग्छ, बेडमा त लगाएको थियो, त्यही पनि भुइँमा सुत्न मन पर्ने हुनाले धोएको तन्ना बिछाउनु थियो, त्यो पनि बिछाएँ। अनि खानासाना मैले खाइसकेको थिएँ, खाएर अनि यो सब गरेको। अनि त्यसपछि अलिकति मुखसुख धोइसकेपछि सुत्ने बेला स्किन केयर भन्ने कुरा पनि अलिअलि गर्छु, धेरै त गर्दिनँ। जति आउँछ त्यति चाहिँ गर्छु मैले नि। यो सबै गरिसकेपछि त अब थकै लागेको हुन्छ दिनभरिको। अलिअलि मोबाइल हेरियो, त्यसपछि अनि खुट्टाको पनि अलिअलि केयर गर्नुपर्छ। अनि पछि म चाहिँ सुत्न लागेको यसपछि चाहिँ। ओके, गुड नाइट फ्रेन्ड्स, सी यु टुमारो, बाई बाई।